अहिले धेरै स्ट्रगल गरेर है यो स्ट्रगल लगभग कम्मर भन्दा पनि यहाँ सबै भिजी गएको छ यति चाहिँ भिजेर पाइनाले आइपुग्यो यार आमामा यहाँ आइपुग्यो त्यो बन्दै रहेछ खुट्टा चाहिँ चिसोले नि बस्नु भएन ए लास्टै चिसो छ यसरी यहाँ चाहिँ हम्पाइपहरू लगाएर यसरी पानी कटाइरहेछ नि यसरी सबै यहाँनिर यसरी पानी कटिरहेछ यसरी पानी कटाइरहेछन् डोजरले काम गरिरहेछ यसरी पानी कटाइरहेछ यो चाहिँ लाइभ हो है लाइभ यसरी पानी हम्पाइपहरू पानी छिर्ने हम्पाइपहरू लगाएर यसरी यहाँबाट पानी यसरी छिराएर यो दुलोबाट हम्पाइपहरूबाट यसरी छिराएर चाहिँ यता यसरी निकालिरहेछ है पानी यसरी निकालिरहेछ है यो भतिज यो चाहिँ सुनबालुवा भन्छ है पाल्पास नगरपालिका र हट्टागढी गाउँपालिका अनि हाम्रो सुनबालुवा भन्ने ठाउँमा पानी ढक्क कटाइसकिरहेछ भतिज पनि भड्याउ पानी यसरी कटाइरहेछ उता त ठुलो खोलामा त कट्नु सकिँदैन होला हौ ए ऊ छ के यस्तै लाग्छ क्या जान सकिन्छ पारीसम्मै अनि यस्तो रहेछ जाऊ न जाऊ भतिज फेरि झुक्राइ गयो के हो जाऊ खुट्टा चाहिँ सानो थोरै ठुलो रहेछ त यसरी डोजरहरूले कटाउँदैछ पानी यस्तो काम गरिरहेछ है नदीमा यस्तै नदीमा काम गरिरहेछ ओ नबसी गए यो चाहिँ गाडीहरू पनि गर्दो रहेछ है होइन नि यो चाहिँ अरुण नदी है अरुण नदी भोटमा मूल भएको नदी अरुण भनेर सुन्नु भएको होला पढ्नु भएको होला यो यत्रो समुद्रै छ नि त आम्मा परबाट पानी कटाउन सुरु गरेको यहाँ पर यस्तो अवस्थामा पानी कटाउँदैछ यार बवाल छ है यस्तो छ नि ठाउँ त लास्टै चिसो पानी आमा के साह्रो चिसो लास्ट ठन्डा छ यस्तो काम गरिरहेछ नि बराबर काम गरिरहेछ आज चाहिँ के भन्छ माघ 1 गते हो अनि के भन्छ आज उद्घाटन भन्ने खालकोतिर चाहिँ तर गर्नुभएको यहाँनिर छ बवाल छ यार गाडी लिएर पानी झरिरहेछ
काम चाहिँ यस्तो काम गरिरहेछ। काम चाहिँ बवाल भइरहेछ है। यस्तो छ आमामा, यत्रो नदी चाहिँ कसरी कटायो क्या पानी आमामा। तु त लास्ट ठिक्राएर औडा भइसक्यो। यस्तो गिटी बालुहरू ओसारेकै यस्तो गरेर होइन। सप्तकोशीको सबैभन्दा ठुलो सहायक नदी चाहिँ अरुण नदी हो क्या होइन। यसरी पानी छिरेर छ, यसरी पानी छिरेर छ, यता निकालिरहेछ। यो चाहिँ हेर्नै पर्ने भिडियो हो है। अब हाम्रो चाहिँ पाक्रिबेस नगरपालिका र हतगढी गाउँपालिका जोड्ने होइन, त्यहाँका जनताहरू, सम्पूर्ण जनताहरू, दक्षिणी भेगको प्राय जनताहरू यो बाटो हिँड्नुहुन्छ क्या। उहाँहरूको सुविधाको लागि चाहिँ यसरी काम चाहिँ अब यो हिउँदोको लागि मात्रै भयो होइन। बर्खाको लागि त सम्भव हुँदैन, बाढी आउँछ के हुन्छ। तर यतिको काम चाहिँ फेरि सब पैसा उठाएर गरेको व्यक्तिगत रूपमा भन्ने खालको कुराहरू रहेछ। उहाँहरूलाई चाहिँ हामीले सम्मान गर्नुपर्छ है। यतिको आफ्नो हरेक कुराहरू राज्यले नहेरेको कुराहरू चाहिँ व्यक्तिले हेर्छ भने उहाँहरूलाई सम्मान गर्नुपर्छ क्या होइन। हेर्नु न अब यसरी डोजरले गरेछ बिचरा। हेर्नु न बवाल छ। अनि यसरी नै गर्छन् होला सायद। यसरी यहाँबाट चाहिँ पानी कटाएको छ कि पुरै पानी कटाएर यसरी गरेको छ। 3 भाग लगभग यो 3 भागको 1 भाग होला यो यतापट्टि कटाएको। यस्तो छ त नि। अनि आमामा हेर्नु त लो, समुद्रै छ यार कसम चाहिँ। त्यो समुद्रै छ क्या। यो मेरो भतिज चाहिँ फाइनली भिडियो बनाएर आइसकेछ समुद्रमा। खुट्टा ठिक्राएर चाहिँ लास्टै गीत भयो। अनि आइसक्यो। डबल ठाउँ छ यार, डबल ठाउँ छ। यस्तो ठाउँ छ नि। पानी चाहिँ यसरी पानी छिरेर छ है। यसरी पानी छिरेर छ यसरी। आम्मा समुद्रै छैन त। यसरी कठाइरहेछ है। यस्तो निस्किरहेछ तल चाहिँ। यस्तो निस्किरहेछ क्या पानी। यो चाहिँ हतगढी गाउँपालिका पर्छ है। भोजपुर जिल्लाको हतगढी गाउँपालिका पर्छ यो चाहिँ। र अब हामी आज चाहिँ हेर्न आएको थियौँ। यता चाहिँ हतगढी गाउँपालिका पऱ्यो। यता चाहिँ सट्टै उता पऱ्यो। यो खोकु देखिएको खोकु हो होइन। यो खोकु हो। अनि यो चाहिँ धनकुटा नगरपालिका पाक्रिबेस धनकुटा जिल्लाको पाक्रिबेस नगरपालिका पर्छ। यो चाहिँ ठ्याक्कै कोशी करिडोरको बाटो। यो हल्का देखिरहेको अनि आज चाहिँ पुरै राम्रै तरिकाले आयो भन्दा पनि आज चाहिँ बबल सङ्घर्ष गरेर आइपुग्यो यार। धेरै यो गर्नु भएको रहेछ। धेरै त यस्तो तरिकाले पानी कटाइरहेछ यार। हेरौँ त
त्यो तरिकाले पानी कटाइरहेछ। सप्तकोशी नदीको अरुण अरुण नदी हो यो सबैभन्दा ठुलो। सर अब लास्टमा हेर्नु होला है, यो चाहिँ सट्ट फोकु भन्छ यो पारीको फोकु। अनि यो चाहिँ अब काभ्रेस नगरपालिका वार्ड नम्बर 8 सट्ट हेर्नुहोस्। अन्त यो भइहाल्यो सट्ट ल।